नमस्कार साथीहरू, ग्लोबल बुकमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। आज हामी लालबन्दी नगरपालिका वार्ड नम्बर 2 स्थित सलेश देव प्राथमिक विद्यालयमा आएका छौँ। यो विद्यालयले एउटा नयाँ कामको थालनी र सुरुवात गरेको हामीले देखेका छौँ। यो विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुँदाखेरि यहाँका व्यवस्थापन समिति र यहाँका शिक्षकहरूले चाहिँ गाउँ गाउँ घुमेर चाहिँ विद्यार्थीहरूलाई चाहिँ भर्ना गराएर एउटा भर्ना अभियान सञ्चालन गरेको छ, जुन चाहिँ यहाँको वरपरको सबै घर घरमा पुगेर विद्यार्थीहरूको गार्जियनहरूलाई भेटेर विद्यार्थीलाई चाहिँ अब आफ्नै नजिकको सरकारले सेवा सुविधा प्राप्त स्कुलमा चाहिँ पढाउनुस्, प्राइभेट स्कुलमा नजानुस्। यो सरकारी स्कुलको स्तरलाई उकास्नको लागि र सरकारको नीतिलाई सहयोग गर्नको लागि वार्ड नम्बर 2 पुरनवासका जनताहरू अग्रसर देखिएका छन्। यी एकदमै सम्मानजनक कुरालाई चाहिँ हामीले कभर गर्ने कोसिस गरेका छौँ। यहाँका व्यवस्थापन समितिको अध्यक्षज्यूसँग को कुराकानी हजुरहरूको सामु राख्ने नै छौँ। अहिले हामी पछाडि देख्न सक्छौँ यहाँनिर विद्यार्थीहरू, यी सबै विद्यार्थीहरू चाहिँ आफ्नो वरपरका गाउँमा गएर विद्यार्थीका गार्जियनलाई र विद्यार्थीलाई भेटेर चाहिँ आफ्नै गाउँमा भएको यो सरकारले दिएको सुविधा दिएको स्कुलमा चाहिँ पढाउँ भन्ने अभियानका साथ यो स्कुल व्यवस्थापन समिति तथा दलित महासङ्घ लगायतका यो संस्थाहरू जुन यहाँ छन् हामी देखाउन सक्छौँ। यो स्कुलमा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको सहयोग, सेभ द चिल्ड्रेनको सहयोगमा चाहिँ विद्यार्थी भर्ना अभियान 2083 चाहिँ सञ्चालन गरिएको छ। कट गर्नुहोस्। यस यो के भन्छ हाम्रो विद्यालयमा चाहिँ यो जुन तपाईँले भर्ना अभियान सञ्चालन गर्नुभयो, श्री सलेश देव प्राथमिक विद्यालय होइन, यो 2067 सालमा स्थापना भएको छ। हजुरको कार्यकालको कति समय बाँकी छ? अब 2 वर्ष बाँकी छ मेरो कार्यकालको। यो एकदमै नयाँ कुरा, नितान्त नयाँ कुरा लाग्यो मलाई होइन। यहाँ वरपर अरू ठाउँमा प्रदेश नम्बर 1 तिर, प्रदेश नम्बर 3 तिर यस्तो अभियानहरू सञ्चालनमा थियो, तर प्रदेश नम्बर 2 मा चाहिँ र तत्काल यो सर्लाही जिल्लाको लागि चाहिँ एकदम नयाँ कुरा हो यो र एकदमै सम्मानजनक कुरा पनि हो। यो कुरा गर्ने प्रेरणा कहाँबाट पाउनुभयो? यस्तो छ, अब हाम्रो यो बच्चाहरूको लागि हाम्रो गाउँ त एकदम गरिब दलित वर्गको रहेछ। त्यही भएर अब यहाँनिर चेतनामूलक कार्यक्रमहरू कुनै कुनै यसो ल्याउँदा अलि राम्रो हुन्छ भन्ने हामीले आफैमा बसेर यसो छलफल गरेर यसो सचेत गराउँ। जम्मै बोर्डिङ स्कुलमा भर्ना गराउँछन्, ठुल्ठुलो स्कुलहरूमा अलि टाढा पनि हुन जान्छन् विद्यार्थीहरू, त्यहाँसम्म जान सक्दैनन्, हाम्रो नजिकमै स्कुल छ भनेर हामीले चाहिँ सब अभिभावकहरूलाई यसो आएर स्कुलमा चाहिँ भर्ना गराउनुहोस्। हामी सबै किसिम राम्रो तपाईँहरूलाई सब तर्फबाट अलि राम्रै हुन्छन् भनेर सबैलाई चाहिँ जागृत गराउनको लागि मात्र यो कार्यक्रम सञ्चालन गरेको हो। अहिले यो 2083 सालको नयाँ शैक्षिक सत्र सुरु हुँदाखेरि चाहिँ अहिले यहाँ विद्यार्थी सङ्ख्या कति छन्? अहिले त 55-60 जना छ भित्र पर्छन्। त्यही अब 2-4 जना विद्यार्थीहरू आउँदैन, 60 जनासम्म छन् हाम्रो विद्यार्थी। र यो भर्ना अभियान गर्दै हुनुहुन्छ, यो भर्ना अभियान सकिसकेपछि विद्यार्थी सङ्ख्या कति पुग्छ जस्तो लागेको छ? अब सुरु त गरे हौँ, अब हेरौँ अब कतिसम्म पुग्छन्। अब अभिभावकमा पर्न जान्छन्, 100 जति क्रस हुन्छन् होला जस्तो लाग्छ। यो विद्यालय व्यवस्थापन समितिको सकारात्मक पहलप्रति हामी पनि विद्यालय व्यवस्थापन समितिलाई धन्यवाद दिन चाहन्छु। तपाईँको शुभ नाम भन्नुहोस् न। मेरो नाम अनिल कुमार पासवान हो। अहिले हामी विद्यालय व्यवस्थापन समितिको अध्यक्षसँग कुराकानी गऱ्यौँ। अहिले लगभग 60-65 जना विद्यार्थीको सङ्ख्या रहेको यो स्कुलमा चाहिँ अहिले अभिभावकहरूमा चाहिँ प्राथमिक यो सरकारी विद्यालयभन्दा पनि प्राइभेट स्कुललाई चाहिँ बढी के भन्छ फोकस गर्ने जुन भावना छ त्यसलाई चाहिँ चिर्नको लागि यो सरकारले दिएको सेवा सुविधा प्रयोग गर्नलाई र सरकारी विद्यालयलाई उच्च स्थानमा लिएर जानको लागि सरकारलाई सहयोग गर्दै हुनुहुन्छ यो सलेश देव प्राथमिक विद्यालय र यस यहाँका व्यवस्थापन समिति र यहाँका शिक्षक साथीहरूलाई चाहिँ विशेष धन्यवाद दिँदै तपाईँ माझबाट हामी छुटिन चाहन्छौँ। ग्लोबल बुक हेर्दै गर्नुहोला। धन्यवाद।